साथीहरू, जीवनमा हामी धेरै पटक खुसी, सफलता र सुरक्षा बाहिर खोजिरहन्छौँ। तर कहिल्यै सोच्दैनौँ, सायद हामीले खोजिरहेको कुरा आफैभित्र आफै नजिकै लुकेको हुन्छ। आजको यो सानो तर गहिरो अर्थ बोकेको कथा लोभ र विवेक, अज्ञानता र बुद्धिमत्ता र बाहिरी खोज र आन्तरिक चेतनाको अन्तर देखाउने कथा हो। नमस्कार साथीहरू, प्रेरणादायी कथाहरूको सङ्गालो कथा सागरमा म सुधीर अधिकारी यहाँहरूलाई हार्दिक स्वागत गर्दछु। आउनुहोस्, यस कथा मार्फत जीवनको एउटा महत्त्वपूर्ण सत्यलाई सहज र रोचक ढङ्गले बुझ्ने प्रयास गरौँ। सन्त र चोरको कथा। एक पटकको कुरा हो, एक साधारण देखिने सन्त साँझपख एक सुनसान बाटो कतै जाँदै थिए। उनको हातमा एउटा सानो थैली थियो, तर त्यो थैली सानो भए पनि त्यसभित्र सुनका सिक्काहरू थिए। त्यही बाटोमा एक चोर पनि थियो। उसको आँखा सन्तमा होइन, सन्तसँग रहेको थैलीमा थियो। आज नभए भोलि यो थैली मेरै हुनेछ भन्दै चोर सन्तको पछि लाग्यो। दिनभरि उनीहरू सँगसँगै हिँडे। सन्त मौन थिए, तर चोर बेचैन। जब रात पर्यो, दुवैजना एउटा घरमा बास बस्न पुगे। चोरको मन धड्किरह्यो। अब सन्त निदाउँछन् र म आफ्नो भाग्य बनाउँछु। यति सोच्दै सोच्दै चोर रातभरि सुत्न सकेन। सन्त पनि जागै थिए, तर बिहानपख चोरको आँखा भने बन्द भयो। ऊ गहिरो निद्रामा डुब्यो। एकछिनपछि सन्त चुपचाप उठे र बाहिर निस्किए। केही बेर निदाइसके पछाडि चोर झसङ्ग बिउजियो र हेर्छ, तर सन्त छैनन्। अवसर यही हो। चोर उफ्रियो। उसले ओछ्यान पल्टायो, सिरानी खोलेर हेर्यो, झोला छाम्यो, तर थैली त छैन। ओहो, सबैभन्दा ठुलो मौका मैले गुमाए जस्तो छ। चोर थकित र निराश भएर फेरि बिस्तारामा लड्यो। ठिक त्यही बेला बाहिर गएका सन्त फर्किएर आए। उनले शान्त स्वरमा भने, भाइ, मेरो थैली दिनुहोस् त। चोरको शरीर कठोर बन्यो। उसको सास रोकियो। आत्तिँदै उसले भन्यो, मैले त थैली छोएकै छैन। सन्तले शान्त स्वरमा भने, म जान्दछु भाइ, त्यसैले त थैली तपाईँलाई दिएको थिएन। तर तपाईँ गहिरो निद्रामा हुनुहुन्थ्यो र मलाई डर लाग्यो कसैले नलगोस् भनेर मैले थैली तपाईँको सिरानी मुनि लुकाएर गएको थिएँ। सन्तको कुरा सुनेर चोर स्तब्ध भयो। उसको आँखा लाजले गर्दाखेरि तल झर्यो। उसले चारैतिर खोजेको थियो, तर आफ्नै सिरानी मुनि भने खोजेको थिएन। साथीहरू, यस कथाले हामीलाई एउटा गहिरो सन्देश दिन्छ। हामी सधैँ खुसी, सफलता र समाधान बाहिर खोजिरहन्छौँ, तर धेरै पटक त्यो हाम्रो आफ्नै नजिकै रहेको हुन्छ। चोरले सबै ठाउँ खोज्यो, तर आफ्नै नजिक हेर्न सकेन। त्यसै गरी हामी पनि अरूमा, परिस्थितिमा र भाग्यमा दोष खोज्छौँ, तर आफ्नै सोच, विवेक र चेतनामा खोज्न भने बिर्सन्छौँ। साँचो धन बाहिर होइन, सही दृष्टिकोण, सतर्क बुद्धि र आत्मचिन्तनभित्र नै लुकेको हुन्छ। त्यसैले साथीहरू, यदि हामीले बाहिर होइन, पहिला आफैभित्र हेर्न सिक्यौँ भने हामीले खोजेको उत्तर आफैले भेटाउन सक्नेछौँ।